आज भने चाहिँ हाम्रोमा एकदमै चाँडो भनौँ एकदमै चाँडोवटा हाम्रो फदमचेन सिक्किम र उहाँ चाहिँ हाम्रो फदमचेनको पञ्चायत म्याडम हुनुहुन्छ, छोडेन भोटिया हुनुहुन्छ र आज मेरो साथमा हुनुहुन्छ र मेरो साथमा यहाँ सर पनि हुनुहुन्छ। सरको शुभ नाम पूर्व शेर्पा हुनुहुन्छ। तपाईँको? मेरो विकास सुब्बा। उहाँहरू चाहिँ आज यहाँ स्वयं छोडेन स्टोरमा आउनु भएको छ। धेरै भिडियो पनि हेर्नुहुँदो रहेछ होइन ल म्याडम? र एकदमै खुसी लाग्यो। सर्वप्रथम थ्याङ्क यू भेरी मच तपाईँहरू स्वयं छोडेन स्टोरमा एकदम सम्झेर माया दिन आउनु भएकोमा होइन। र आज स्वयं छोडेन स्टोर आएर आउनु भएर चाहिँ कस्तो लाग्यो म्याडमलाई? मलाई चाहिँ अब त्यो देखेको भन्दा पनि अझै राम्रो लाग्यो, किनभने अब हामीले जुन चाहिँ देखेको थियो तर यहाँभित्र चाहिँ आफै आएर हेरेको जस्तो चाहिँ हुँदैन रहेछ र हामीले जुन चाहिँ एक्सपेक्टेसन गरेको थियो त्यो भन्दा चाहिँ अझै हाई रहेछ। र मैले पनि आज धेरै सपिङ गरेँ। यहाँनिर छोटेनहरू के अरे सानो चोक्चीहरू रहेछ है, छेसमहरू पनि रहेछ। छेसम त मेरोमा अलरेडी थियो है, त्यही भएर चाहिँ मलाई जति पनि छेसममा चाहिने चिजहरू चाहिँ सबै यहीँ पाउँदो रहेछ। त्यही भएर चाहिँ मलाई एकदम खुसी लाग्यो। र अझै खुसी चाहिँ के लाग्यो भने चाहिँ मेरो छोराको लागि चाहिँ एउटा शेर्पा बक्खु चाहिएको थियो, त्यो पनि यहीँ रहेछ। त्यो पनि मलाई एकदम खुसी लाग्यो है। र एकदमै उहाँलाई खुसी लागेर थ्याङ्क यू भेरी मच है। र हाम्रो सरलाई कस्तो लाग्यो शेर्पा सरलाई चाहिँ? एकदमै दामी लाग्यो है, मलाई पनि एकदमै दामी लाग्यो। यहाँ बुद्धिस्टको लागि चाहिँ धेरै भेराइटी रहेछ है, सबै भर्सेटाइल रहेछ यो स्टोर। र जति पनि एकदमै रेट पनि एकदम रिजनेबल रहेछ र क्वालिटी पनि एकदमै राम्रो रहेछ। यहाँ तपाईँलाई कस्तो लाग्यो? मलाई पनि एकदम राम्रो लाग्यो। यहाँनिर अब जति पनि फर्निचरहरू रहेछ यहाँनिर तपाईँको सबै राम्रो पाउने रहेछ। तपाईँहरू पनि आएर भिजिट गरिदिनुहोस्। हस्, थ्याङ्क यू भेरी मच है। सबभन्दा ठुलो चाहिँ अब के भन्दा सम्झेर आउने ठुलो कुरो हो। र उहाँहरू चाहिँ आज एकदमै अब दिन पनि राम्रो होइन। उहाँ चाहिँ आज सबैमा ठिकै हाम्रो जुजन पनि राम्रो भयो र जुजन भेट पनि भयो। र तपाईँलाई चाहिँ हाम्रो अति आदरणीय वेल विषयहरू जति मेरो भिडियोहरू बस्नुहुने होइन, फदमचेनदेखि लिएर सबै जग्गाको छ नि त होइन, विभिन्न जग्गाबाट आइरहनु भएको छ। तपाईँहरूलाई पनि भिडियोमा थ्याङ्क यू भेरी मच। र मेरो प्यारो वेल विषयको लागि चाहिँ जति पनि फदमचेनको तपाईँको वेल विषय होइन, हाम्रो वेल विषय तपाईँको फ्रेन्ड्सहरूलाई चाहिँ एउटा सानो मेसेज चाहिँ अब यो दिन चाहन्छु कि अब तपाईँहरूले कालिम्पोङ भन्दा पनि अझै राम्रो चिजहरू चाहिँ हाम्रो यहाँ नाम्ची जुन चाहिँ छोटेन स्टोर छ त्यहाँनिर पाउने रहेछ है। र यहाँनिर चाहिँ सोचेको भन्दा पनि अझै बढी चिजहरू पाउने रहेछ। जस्तै कि हामीलाई त मेन त कुहरू चाहिन्छ है, नेपाल मेड भन्यो भने नेपाल मेड पनि पाउँदो रहेछ, दिल्ली मेड भन्यो भने दिल्ली पनि पाउँदो रहेछ, र फाइबरको भन्यो भने फाइबरको पनि रहेछ है। सबै चाहिँ एभाइलेबल छ। र जति पनि यो हाम्रो कायुहरूदेखि लिएर ठ्याकियादेखि लिएर सबै चिज चाहिँ यहाँ एभाइलेबल रहेछ। र हजुरहरू पनि यहाँनिर स्टोर भिजिट गरिदिनुहोस्। र रेटहरू पनि एकदम रिजनेबल पाउँछ है, र होम डेलिभरी पनि हुँदो रहेछ। र यो सबै फेसिलिटी चाहिँ यहाँनिर छोटेन स्टोरमा रहेछ। र हामी पनि खास त छेसम स्टोर भनेर खोजेर आएको, तर छोटेन स्टोर रहेछ है। र हामीले पनि यहाँनिर आज धेरै सपिङहरू गऱ्यो। फेरि नेक्स्ट टाइम आउनेछु र हजुरहरू पनि सबैजना आइदिनुहोस् भन्ने म रिक्वेस्ट गर्न चाहन्छु। धन्यवाद। थ्याङ्क यू भेरी मच। हाम्रो अति आदरणीय होइन अब फदमचेनको हाम्रो पञ्चायत म्याडमलाई छोटेन म्याडम हुनुहुन्छ र एकदमै उहाँ पनि खुसी हुनुभएछ। र हाम्रो भिडियो जति पनि थियो त्यसमध्ये उहाँले स्वयं छोटेन स्टोर आएर हेर्दा एकदम राम्रो लाग्यो अरे। र यदि मेरो प्यारो वेल विषयहरू हजुर पनि आउनु चाहनुहुन्छ भने मस्ट वेलकम छ छोटेन स्टोरमा। तपाईँहरू समय पाएर आउँदै गर्नु होला। र आज चाहिँ हामी एकदमै खुसी लागेको अब हाम्रो म्याडम पनि हाम्रो आउनु भएको छ, यहाँ सरहरूमा आउनु भएको छ र उहाँहरूलाई पनि धेरै समय लिनुभयो र समय लिएको एन्सर हामी पनि एकदम सर्भिस दिनु पाएँ होइन। थ्याङ्क यू भेरी मच। तपाईँहरूलाई पनि यसरी सधैँभरि माया दिइरहनु होला। आज भने चाहिँ उहाँहरूसँग म बिदा लिन चाहन्छु। लस्, थ्याङ्क यू भेरी मच।